यस्तो गाडी पनि खेलाउन पाइन्छ यहाँनिर। बोराबाथ अहिले आइपुगेँ। भयङ्कर धुलो धुलो छ, बाटो बन्दैछ। यता अगाडि चाहिँ बोराबाथ हो। पार्किङ स्थल यसरी छुट्याएको छ। दुई पाङ्रे यतातिर, दुई पाङ्रेको बाइकहरू यतातिर, अरू चार पाङ्रे चाहिँ यतापट्टि रहेछ। यहाँबाट छिर्नुपर्छ। बाइकहरू चाहिँ यहाँ राख्ने ठाउँ छ। हामी आइपुग्छौँ, तर डस्ट चाहिँ एकदम धुलो चाहिँ भयङ्कर बढी छ। त्यो भएको हुनाले गाह्रो पर्छ। म जस्तोको लागि पनि गाह्रो हो, एलर्जी हुनेहरूलाई। यहाँबाट ढाट पनि छ, यतापट्टि पिकनिक खेल्ने ठाउँहरू पनि छ। यहाँनिर चार पाङ्रे पार्किङ स्थल भनेर लेखेको छ। म यहाँबाट अगाडि जाँदैछु। यो पार्किङ 50 रुपियाँ। ओके, पाङ्रे सवारी साधन चाहिँ यता राख्ने हो। यो चाहिँ 50 रुपियाँ, बाइकको लागि 20 रुपियाँ तल्लोपट्टि। तपाईँहरू बाइकमा आउनु सक्नुहुन्छ। यो धरानबाट एक्ज्याक्ट कति टाइम लाग्यो भनेर अहिले म हेर्छु मेरो बाइकको मिटरमा, त्यहाँबाट थाहा पाइन्छ कति किलोमिटर रहेछ भनेर। भोलिपल्टको दृश्य यस्तो छ। यो मेन गरी चाहिँ यहाँनिर सूर्यास्त आउँदाखेरिको दृश्य चाहिँ यहाँ देख्न सकिन्छ। यो कोसीको तीर हो। हामी पनि त्यो समयसम्म पर्खिनेछौँ। बेलुकासम्म पर्खेर मात्रै हामी जान्छौँ। $250 चाहिँ यहाँनिर बोट चढेको चाहिँ यहाँनिर बोटको बारेमा पनि यहाँनिर जानकारी दिएको छ। $250 बोट चढ्न पाइन्छ। माथि जाँदैछु। खानेकुरा बेच्ने दोकानहरू यसरी वरिपरि छ, धेरै ठाउँहरूमा रहेछ। के पाइन्छ अहिले म हेर्दै जान्छु, देखाउनेछु तपाईँहरूलाई। यो टिकट काउन्टर रहेछ। यहाँनिर 500 मात्र भनेको छ, फेरि 350 हुन्छ। कति पर्दछ म यहाँ सोध्छु। यहाँ घुमाउने ठाउँ रहेछ, कहाँ घुमाउँछ। टिकट चाहिँ कति हो यो? 350। कति राउन्ड घुमाउँछ? एक राउन्ड। यो पुरै हो माथिदेखि? हजुर हजुर। ओके ल, 350 रहेछ। यहाँनिर तपाईँहरू चढ्न सक्नुहुन्छ। माथिबाट घुमाएर एक राउन्ड ल्याएको चाहिँ 350 स्टिम बोट। माथि एउटा बोट जाँदैछ, त्योबाट घुमाएर अहिले मैले देखेको छु बोराबाथ हो। यो यहाँनिर चाहिँ यो सूर्यास्त हेर्नको लागि आउने ठाउँ हो। यहाँनिर बोटिङहरू पनि पाउँदछ, हर्स राइडिङ पनि छ। म केही समय त्यो घोडाको बारेमा पनि जानकारी दिनेछु। अगाडिपट्टि मेरो अगाडि घोडाहरू रोकिरहेछ यहाँनिर। यहाँनिर हर्स राइडिङ पनि रहेछ। कति पर्दा चाहिँ म सोध्छु। कति हो घोडा चढेको? 100 रुपियाँ। कति एक राउन्ड घुमाउनुहुन्छ हो? एक राउन्ड ल, यहाँ एक राउन्ड चढ्नको लागि चाहिँ 100 रुपियाँ तिर्नुपर्छ। यहाँनिर उहाँहरूले घुमाउनु लाँदैछ। बोराबाथको किनारमा आइपुगेछु मैले।
धेरैजना घुम्नु आउनुभएको रहेछ यतातिर यो घुम्ने ठाउँ हो अनि यहाँनिर पिकनिक खेल्ने पनि ठाउँ छ रहेछ पिकनिक खेल्नको लागि पनि धेरैजना यस ठाउँमा आउनुहुँदो रहेछ रातमा चाहिँ बेलुका चाहिँ यहाँनिर सूर्यास्त हुन्छ त्यो हेर्नको लागि आउने हो सिक्काहरू पनि पाउँछ यहाँनिर कसले गरेको जस्तो छ यस्तो ठाउँ छ यहाँनिर डुङ्गामा चाहिँ होइन स्टिममा पनि रहेछ स्टिम खालको डुङ्गा पनि छ यहाँनिर अहिलेसम्म चाहिँ यहाँनिर खासै केही छैन किनभने यहाँनिर यो सूर्यास्त हेर्न आएको यस्तो गाडी पनि खेलाउन पाइन्छ यहाँनिर एक राउन्डको कति हो एक उता गएर यता हुँदा सिङ्गल हजुर एक राउन्डको 400 ओके ल यहाँनिर तपाईँहरू यो गाडी पनि कुदाउनु सक्नुहुँदो रहेछ एक राउन्ड कुदाउनु भयो भने 400 यहाँ विभिन्न रेट चाहिँ अलग अलग छ तपाईँ डबल बसेर भने अलग्गै छ 3 राउन्ड त्यसरी अलग अलग रेट हुँदो रहेछ तर पनि सिङ्गल आउनु पर्छ तपाईँहरू 400 लिएर तपाईँहरू यस ठाउँमा कुदाउनु सक्नुहुनेछ चाहिँ दामी हो त
यहाँनिर चाहिँ हामीले चप बनाउने रहेछ 10 रुपियाँवटा यहाँनिर 10 रुपियाँवटा हामी यहाँ चप खानु लाग्यो छोरी यहाँ छ यहाँनिर हामी बोराबादमा आएर चटपटे खाइसकेको अवस्था आलुचप र चटपटे खाइसकेको छौँ दोकान चाहिँ धेरै छ यहाँनिर घाम अस्ताउँदै गरेको अवस्था छ हामी यसैको लागि खिच्न आएको यो पनि हामीले क्याप्चर गरेन भने त हामी आएको अर्थै हुँदैन यहाँनिर मेन यो बोराबादमा हेर्नुको लागि चाहिँ यो एकदम सन भन्नाले यो सेट भएको ठाउँ चाहिँ हेर्नुपर्ने हो बेलुका चाहिँ यो घाम डुब्दै गरेको दृश्य हामीलाई देखिन्छ मैले यहाँनिर अगाडि देखाइरहेको छु अझ सनसेट हेर्नुको लागि सबैजना यहाँनिर आइसकेको अवस्था छ भिड मेरो सिस्टममा यतिखेर बगाउँछ होला है यहाँनिर घाम अस्ताको भिड यहाँनिर यो बोरा बाँधमा हो अहिले यो बेलुका सबभन्दा महत्त्वपूर्ण क्षण चाहिँ यो नै हो कोसीको तिरमा घाम डुब्दै गरेको दृश्य हेर्नुको लागि अहिले यहाँ जम्मा भइरहेछ भने म एउटा बोराबादबाट फर्किँदैछु यो घाम अस्ताको हेरिसकेको छु यहाँ धेरैजना हुनुहुन्छ यस्तो चाहिँ यहाँको दृश्य यहाँनिर बोट चढ्न पाइन्छ घोडा चढ्न पाइन्छ गाडी कुदाउनु पाइन्छ त्यस्तै यहाँनिर यो डुङ्गाहरू पनि यहाँ चढ्न पाइन्छ खानेकुराहरू पनि प्रशस्त गरी छ जे खाए पनि हुने खालको यहाँनिर खानेकुरा पाइन्छ निकै रमाइलो ठाउँ रहेछ यो तर यो सबभन्दा राम्रो फेमस ठाउँ भनेको चाहिँ यो एकदम चर्चित ठाउँ भने चाहिँ यहाँ सनसेटको लागि यहाँ रहेछ घाम अस्ताउँदै गरेको यहाँ हेर्नको लागि यहाँनिर देख्न पाइन्छ निकै रमाइलो छ खानेकुराहरू यहाँनिर खेलाउने नानीहरूको लागि खेलाउनेहरू पनि पाइन्छ होटलहरू पनि छ यहाँनिर एकदम गाउँको स्टाइलकोहरू छ निकै रमाइलो छ यहाँनिर घुम्नको लागि यस्तो छ अब
तपाईँहरू पनि आउनुभएको छैन भने यस ठाउँमा आउन सक्नुहुन्छ यो चाहिँ बेलुकाको लागि मात्रै हो एकदम हेर्नुलाई चाहिँ बेलुका चाहिँ आउनुपर्छ बिहान होइन बेलुका यो सूर्य अस्ताउँदै गरेको दृश्य हेर्नको लागि यहाँनिर खानेकुराहरू छ हाम्रो बाइकहरू चाहिँ यहाँनिर राखेको छ अब हामी एउटा फर्काउँदैछौँ धरानतर्फ अब चाहिँ यहाँबाट फर्केको यो बोरा पात बाइक यहाँनिर पार्किङ गरेको छ बाइक लिएर हामी फर्किने यस्तो चाहिँ ठाउँ साँझ परिसकेको छ 1 घन्टामा हामी धरान पुग्छौँ तपाईँलाई यो ब्लग कस्तो लाग्यो कृपया गरी प्रतिक्रिया जनाइदिनु होला साथै लाइक सेयर र सब्सक्राइब पनि गरिदिनु हुनको लागि अनुरोध गर्दछु धन्यवाद